शान्ति बिन्दको दलनं चैतन्य रूपं परं सत्यं शील विचार सार सहितं भक्तैकलभ्यं प्रभुं मिथ्यावाद विहीन मोद जनकं सत्यं सदा निस्थितं तं लीलाधृत विग्रहं जतिवरं वन्दे कबीरं परम् दृष्ट्वा काल कराल काल विकलं सद्धर्म मार्गं चितं सारा विचार शून्य जनतां तामादि सत्यं सदा तासं सत्य सुबोधनाय कृपयं पारिचितं सद्गुरुं तं लीलाधृत विग्रहं जतिवरं वन्दे कबीरं परम्। नमो नमो गुरुदेवज्यू नमो कबीर कृपा नमो संत शरणागति सकल पाप हुए वरम मिटावे विकट को निकट लखावे नाम तासु गुरु को चाहिए कोटि कोटि प्रणाम। अगलित महिमा अनाम पूर्णकामन कृपालुं धृत मनुज शरीरं भक्त संतारणायकम् सुरमुनिगण वन्दं दिव्य देहाभिरामं हृदय तिमिर भानु सत्कबीरं स्मृणाम्यहम् सर्वमंगल मांगल्य सर्वविघ्न विनाशनम् अधमोद्वारणं देवं सद्गुरु प्रणमाम्यहम्। अखण्ड कोटि अनंत कोटि ब्रह्मांड का मालिक पूर्ण ब्रह्मा परमात्मा संत शिरोमणि सद्गुरु कबीर साहेब मार्फत सद्गुरु हरि साहेब सद्गुरु मुनिन्द्र सरकार र आज यो लक्ष्मी पूजा को दिन र अर्को के छ आज अर्को तिहार पनि के हो कुकुर तिहार मतलब यो दुईटै संयुक्त रूपमा आज यस्तो संयोग परेको छ। बच्चालाई चुप लगाउनुस् है। यो सत्संग रूपी सरिता आज हाम्रो थापा साहेबले आज उहाँको पूज्य माताजीको स्मृतिमा उहाँको धाम गमनको स्मृतिमा आज यो सन्त समागम हरिकथा सन्त मिलन र साधु भण्डारा यो आयोजना गर्नुभयो। सर्वप्रथम उहाँलाई र उहाँको परिवारलाई धेरै धेरै धन्यवाद। यस्तो माने माताजीको लागि उहाँले आज वास्तविक रूपमा सन्त सेवा गरेर सम्झना गर्न चाहनुभयो। यो एकदमै दिव्य र खुसीको कुरा हो। त यो सत्संग रूपी सरिता मा उपस्थित पूज्य माताजी र हाम्रा व्यासद्वय मुनेश्वर दिलीप स्वयं थापा सरकार र यता सत्संग सचिव हाम्रो नेपाल विनोद साहेब हुनुहुन्छ। त्यसै गरी हाम्रो दाजुहरू पटौनाबाट आउनुभएको छ। हाम्रो माइल दाई र जेठो दाई पनि हुनुहुन्छ उहाँहरू र हाम्रो साहेब भुलगौलीबाट पुरुषोत्तम साहेब हुनुहुन्छ लगायत हाम्रो बुवा स्वयं उपस्थित हुनुहुन्छ। सबैजना उपस्थित सबैलाई मैले स्मरण गर्न चाहे। पिडारीबाट जग्गा जग्गाबाट सबैजना आउनुभएको छ। भक्तिशील माताए
आमाहरू, बुहारीहरू, बाल भगवानका रूपमा बालबच्चाहरू र सबैजना गाउँ समाजबाट पनि उपस्थित हुनुभएको सबैको चरण कमलमा यो दास अदम त्रिपेखन साहेब बन्दगी गर्दछ। यहाँहरूले स्वीकार गरिदिनु होला हजुर। मेरो यो साहेब बन्दगी, जय राधे राधे, सत्य नाम सबैको चरण कमलमा मेरो साहेब बन्दगी। त आज पुण्य स्मृति भनेर हामीले यो दिवस जानियो। यो के छ भने हजुर, अब चर्चा गर्दै जाँदाखेरि धेरै लामो समय पनि हुन सक्छ। तैपनि वास्तवमा यो संसारमा के रहेछ त भन्दा सारा साधु सन्तहरू आए, पीर पैगम्बरहरू आए, धेरै नै बताए, धेरै कुराहरू सुन्यौँ हामीले। भागवत कथा सुन्यौँ, प्रसङ्गहरू सुन्यौँ, सन्तहरूका वचनहरू सुन्यौँ, वाणी वचन धेरै कुराहरू हामीले सत्सङ्ग भजनहरू सुन्यौँ। तर हाम्रो अन्तस्करणमा यो शुद्धता किन आएन, एउटा प्रश्नको कुरा छ हजुर। यो शुद्धता किन आएन हामीमा? किन यो चिज हामीले ग्रहण गर्न सकेनौँ? जीवन एउटा के त भन्दा जिउनु, परिवार पालन पोषण गर्नु, सुत्नु उठ्नु मात्रै जीवन होइन रहेछ हजुर। अनुसन्धानले, साधु सन्तहरूले यो कुरो बताउनु भयो। सद्गुरु हरि साहब मेरो बुवाले भन्नुहुन्थ्यो, खाना पिना सोना ये है पशु समाना। त्यो त पशु पक्षीहरूले नि गरेका रहेछन्, खाने सुत्ने उठ्ने त्यति कर्म। हामी मानव त अलिकति त्योभन्दा उच्च स्तरमा छौँ नि हजुर। चेतन छ हामीमा, चेतना। यो गर्न हुन्छ, यो गर्न हुँदैन भन्ने कुरोको ज्ञान हामीलाई छ। तैपनि जानामि धर्मम नचमे प्रवृत्ति, जानामि अधर्मम नचमे निवृत्ति। मलाई यो थाहा छ, यो गर्नु हुँदैन, यो कर्म गर्नै नहुने हो। तैपनि मेरो त्यो मन त्यतै उद्गृत भइरहेको छ, त्यतै नै खिचिन्छ। जानामि धर्मम नचमे निवृत्ति। अब यो चाहिँ गर्नु हुँदो रहेछ, यो नगर्ने, यो कर्म गर्दा पाप हुने रहेछ या कोही पनि दोष लाग्ने रहेछ भन्ने पनि थाहा छ मलाई। तैपनि म त्यहाँ उद्गृत छु, सहभागी छु भने हामी अभागी सम्झिनुपर्छ हजुर आफूलाई। कवि साहेबले के भन्नुभयो त हजुर यसमा? जुगन जुगन सम्झावत हारा, कहीं न माने कोई रे। जुगन जुगन सम्झावत हारा, कहीं न माने कोई रे। तू तो आवारा फिरै बिहन्डी, सब धन्डारे खोई रे। तेरा मेरा मनमा कैसे होई रे, तेरा मेरा मनमा। अब कसरी एक हुन्छ त यो भन्दा कवि साहबले भन्नुभयो, मैं कहता हूँ आँखन देखी, तू कहता कागज का लेखी। मैं कहता हूँ आँखन देखी, तू कहता कागज का लेखी। मैं कहता सुरझावन हारी, तू राखे उर्झाई रे। तेरा मेरा मनमा कैसे होई रे, तेरा मेरा मनमा। मैं कहता हूँ जागत रहियो, तू रहता है सोई रे। मैं कहता हूँ जागत रहियो, तू तो रहता सोई रे। मैं कहता निर्मोही रहियो, तू रहता है मोही रे। तेरा मेरा मनमा। यसरी सामञ्जस्यता नभएको छ हामी र ईश्वरको बीचमा। कैसे होई रे, तेरा मेरा मनमा। सतगुरु धारा निर्मल बही है, या बेकाया धोई रे। सतगुरु धारा निर्मल बही है, या बेकाया धोई रे। सत्सङ्गमा आएर आफ्नो अन्तस्करण धुनु भन्न खोज्नु भयो हजुर। तीर्थमा गएर नुहाइयो भने के हुँदो रहेछ हजुर? शरीरको मैला जान्छ, मनको मैला त जाँदैन हजुर। त्यो त अन्तस्करणको सत्सङ्ग, केवल सत्सङ्गद्वारा अन्तस्करणको मैला जाने रहेछ। गुरु धोबी शीश कपडा साबुन सिर्जनहार,
सूरजको शिला पर धोइए निक्से रङ्ग अपार। गुरु धोबी, गुरुको शब्दद्वारा हामीले आफ्नो अन्तस्करणको मैलालाई सक्षम रूपी सरितामा आएर फ्याँकिने रहेछ हजुर। त्यसैले कहत कबीर सुनो भाइ साधु तभी ऐसा होई रे, तेरा मेरा मनमा ऐसे होई रे, तेरा मेरा मनमा। सर्वे वेदा यत्पद्मावन्ति तथांसि सर्वाणि च यद्दत्तन्ति, यदि छतो ब्रह्मचार्य चलन्ति ततै पद संग्रहण प्रब्लिम्यो यत् भनेको छ हजुर उपनिषदले। मतलब के रहेछ त भन्दा हजुर सारा वेद शास्त्र, सारा ऋषिमुनि, सारा पीर पैगम्बर आजसम्म जति पनि यो कुराहरू हामीले सक्षम गरायौँ, कति गऱ्यौँ त सबैले के सङ्केत गरे भन्दा नाम सबैभन्दा ठुलो कुरो हो। नाम भन्दा के नाम त? यो बद्री, विष्णु, हरि, राम, श्याम यो होइन, निज नाम, निज नाम, अन्तस्करणको नाम। यानि हजुर हाम्रो भित्र को बसेको छ त्यसको नाम निज नाम। यो त 52 अक्षर माया माही, इनमें सतनाम है नहीं नहीं, चाम चक्षु से नजर न आवे खोजो रोकी नहीं ना। यो बाहिरी चाहिँ यो हाड छाला चाम यो पञ्चभौतिक शरीरद्वारा त्यो चिज प्राप्ति हुँदैन भन्ने पनि सारा सन्तहरूले बताउनु भयो। अन्तस्करण, दिव्य दृष्टि, दिव्य चक्षुद्वारा त्यो चिज देखिने रहेछ भनेपछि त्यसको लागि गुरु शरणागति हुन जरुरी रहेछ हजुर यो संसारमा। गुरु है आदि अंत की दाता, गुरु है मुक्ति पदार्थ भ्राता, गुरु गंगा काशी अस्थाना, चारों वेद गुरु गम से जाना, 68 तीर्थ भ्रमी भ्रमी आए, सोफल गुरु की चरण में पाए, कहाँ लग कहूँ हूँ नाम बढ़ाई, राम न सकही नाम गुण गाई। भगवान श्री रामले पनि यो नामको महिमा मैले सकिन यो गाउन, हे सबरी नाम महिमा मबाट हुँदैन, नामको लागि तिमी सन्तको शरणमा जाऊ भनेर भगवान श्रीरामले सबरीलाई देखाउनु भएको हामीलाई रामायणमा ज्ञातै छ हजुर। भगवान विष्णुले पनि भक्त प्रहलाद र माने ध्रुवलाई यो चिज बताउनु भयो। ध्रुव, बालक ध्रुव 5 वर्षमा ज्ञान भयो हजुर उहाँलाई। अहङ्कार पनि भएछ पछि 60,000 वर्ष राज्य गर ल भनेर उहाँलाई पाल ल, तिमी सबै यो गर, अहिले काहीँ केही दरकार छैन, तिमीलाई त्यो लोक प्राप्ति हुन्छ, काहीँ कसैद्वारा नछिनिने त्यस्तो अटल पद दिनुहोस् हजुर भनेर भगवान विष्णुसँग बालक ध्रुवले मागिसकेपछि ध्रुव लोक विष्णुकै समानान्तर समकक्षी त्यो वैकुण्ठपुरीकै समानान्तरमा छ ध्रुव लोक हजुर, उत्तर दिशामा। हामी ध्रुव तारालाई देख्छौँ अब यो जाडो महिनामा, सप्तऋषिहरूले घेरेर बसेको सबैभन्दा चम्किलो तारा, उहाँको तपको तेजले गर्दा त्यसरी चम्केर त्यहाँ बस्नु भएको छ। त ती ध्रुवलाई पनि अहङ्कार भएछ हजुर एक दिन। कसरी भन्दा अरे यत्रो 100 किन्नर संसारलाई मैले मारे, संसार उ गरेँ, यत्रो पृथ्वीको पालन गरिरहेको छु म, 5 वर्षमा ज्ञान भएको मलाई, हेर्नुहोस् त उहाँलाई आएछ एक दिन त्यस्तो विचार। भनेपछि ज्ञानमा अहङ्कार शून्य हुनुपर्छ हजुर। काम तजे तो क्रोध न जाए, क्रोध तजे तो लोभा हो, माया तजी न जाए अब धो, माया तजी न जाए, मन बैरागी माया त्यागी, मन बैरागी माया त्यागी, शब्द में सुरति मिलाए हो, माया तजी न जाए अब तो, माया तजी न जाए। गीतामा भन्नुभयो फेरि भगवान श्री कृष्णले, दैवी हेसा गुणमयी मनोमाया दुरदेवा मामे वैव प्रबदन्ते माया मेतान तरन्ति ते। यो मेरो प्रकृतिको 3 गुण रूपी यो विशाल यो संसारको मायाबाट पार हुनको लागि तिमी गुरु शरणमा जानुपर्छ। तस्मात् सर्वेषु कालेषु मामानुस्मर युद्धत् प्रमाण हजुर गीतामै त्यही बाणीलाई लिनुस्। मध्यर्पित मनन बुद्धि मामे बेसिन संशयम, सारा संशय हेर्नुहोस्, संशय सबभन्दा ठुलो काल के रहेछ त भन्दा हजुर यो संसारमा शङ्का, संशय, ए यस्तो भयो कि फलानले यसो गर्यो कि गुरुले यसो गर्यो कि चेलाले यसो गर्यो कि, संशय त्यो काल रहेछ हजुर। संशय शोक सकल भ्रम जारा, 5 25 प्रगटे मारा,
दिल की दर्पण दुविधा खोई सुबैरागी पक्का होई सुन्न महल यसलाई भन्छ हजुर। यो माथिको यो तेस्रा तिल 10वां द्वार खोलेपछि सुन्न महल में फेरि देही अमृत रस की भिक्षा ल्याई। यहाँ अमृत रस पान हुन्छ हजुर। जीवले हमेशा त्यो सत्यको अनुभव गरेर उसले अमृत पान गर्छ। दुख सुख मेला जग्के भाव त्रिवेणी के घाट नहाऊ रहे निरंतर सतगुरु दया साधु संगति करके कछु पाया। सन्तको संगतबाटै मैले केही पाएको रहेछु जीवनमा, नत्र यो बेकार रहेछ मेरो जीवन। किन भन्दाखेरि अन धन भरल है दौलत बेसुमार है, अन धन भरल है दौलत बेसुमार है, हरि के भजन बिनु जिंदगी बेकार है, हरि के भजन बिनु जिंदगी बेकार है। सेवा बिना हाथ के प्रसाद बिना भोजन के, सेवा बिना हाथ के प्रसाद बिना भोजन के, हरि के भजन बिनु बिल्कुल बेकार है, हरि के भजन बिनु जिंदगी बेकार है, हरि के भजन बिनु जिंदगी बेकार है। प्रसंग थियो हजुर ध्रुवको कुरा। किन भनेपछि अहंकारले यतिसम्म हामीलाई गिराउँदो रहेछ हजुर। यो सबै चिज ज्ञान पतन नाश हुनको लागि त्रिविधम नरकस्य द्वारम नाशनात्मन भनेर वेदले पनि भनेको छ हजुर। नरकको 3 द्वार छ। के भन्दा काम क्रोध लोभ 3टा द्वार हजुर। काम कबीर साहबले के भन्नु, काम द्वार निस्तिन लपटाना नरकवास में जाई समाना, जाके चित्त क्रोध सदा भावे, क्रोध लागे सो जन्म गमावे फिर गर्भवास में आवे, लोभ लागे सो जन्म गमावे फिर गर्भवास में आवे। माने त्रिविधम 3 द्वार नरकको द्वार बताइएको छ। त्यसमा अहंकार सबैभन्दा ठुलो यो कुरो बताइएको छ हजुर। त्यसकारणले बालक ध्रुवको प्रसंग मैले किन भने भन्दा 5 वर्षमा त्यत्रो चाहिँ लोक प्राप्ति स्वयं भगवान विष्णु चाहिँ आएर चाहिँ उहाँले प्रत्यक्ष दर्शन दिएर आशीर्वाद दिनुभएको। किन ठोकर लागा शब्द का फूट गया ब्रह्मांड, सेवक स्वामी एक मति मति में मति मिल जाए। शब्द को मार, शब्द ही मारे गिर पड़े, शब्द ही छाड़े राज, जो जन शब्द विवेकिया तिनकी समरे काल। शब्द भनेको नाम त्यही हो। नामलाई शब्द पनि भनिन्छ। सार शब्द से बाँची हो मानव यतबारा हो। त्यो सार शब्द बिना जीव यो संसारमा यो काल रूपी देशमा बाँच्छ। किन यो लोक हाम्रो होइन, जीवको हुँदै होइन यो लोक। 84 लोक भ्रमण गर्नको लागि हाम्रो शरीरमा ऋण रहेछ, हामीमा केही घटिरहेछ, त्यो भोग्नको लागि हामी शरीर बार बार धारण गरिरहेका छौँ। मुक्त हुन सकिरहेका छैनौँ। प्रभुको भजन हामीबाट हुन सकेको छैन। ठिकै छ, हुँदै गर्छ, हुन्छ भोलि पर्सि। अरे अहिले त यो भजन भक्ति हेर बच्चालाई यस्तो लागेका छन्, ढोग्न पनि लागेका छन्, के पनि गरेका छन्, खाना पिना संसार ल माछा मासु सबै छोड्न हेर बर्बाद हो। त्यो छोरो कसरी फस्टाउला बलियो हुन्छ भनेर हामी त्यो कुराको कल्पना गरिन्छ। त यावत् जीवेत सुखम जीवेत जीर्णम कृत्वा धृतम जीवेत अस्मि देहस्य भूतस्य पुनरागमन भूतः। अरे खाऊ पिउ मोज मस्ती गर, 4 वाक सिद्धान्त। के छ यो मर्न लानु कहाँ को छ, कसले स्वर्ग देखेर आएको छ? कुरा गर्छन् ती साधु सन्त भनाउँदाहरू पनि। यसो मिठो खाना चटक परो, 2-4 पैसा बिदाई पनि पाए, त्यसको लागि तिनीहरू घुमिरहेका हुन्छन् भनेर हामी यसरी पनि संसारमा व्याख्या गरिदो छ हजुर। भनिसकेपछि ध्रुवलाई त्यत्रो चाहिँ 5 वर्षको उमेरमा भगवान विष्णुले आएर दिनुभयो। त्यो चिज सबै चिज दिनुभयो। किन भन्दा यहाँ हृदयमा ठक्कर लाग्यो। सौतेनी आमाले त्यो राजगद्दीमा उतानपात माने राजा बसिरहेको बेला सुरुचि र सुरुचि दुईटा रानी उहाँका दिदीबहिनी। त सुरुचि जेठीबाट ध्रुवको जन्म भयो भने सुनीतिबाट उत्तमको जन्म भएको रहेछ। अब खेल्दै खेल्दै बच्चालाई के ज्ञान हुन्छ, आएर बाबुको काखमा फ्याट बसे ध्रुव, खिचेर सौतेनी आमाले पट्केर भने यो कोख या यो काखमा बस्नको लागि तैँले मेरो कोखबाट जन्म लिनु पर्थ्यो। भित्र लाग्यो।
खिचेर त्यत्रो राजसभामा भनेपछि रुँदै रुँदै गएर आमालाई गएर चाहिँ भन्नुभयो आमा यस्तो किन रोइस बाबु के हो तँलाई भन्दाखेरि यो कारणले रोएँ। अरे यस्तो यो झुटमुट यो मेटिएर जाने कहिल्यै कसैद्वारा नछिनिने त्यो अटल पदको चाहिँ चाहना गर्न बाबु भगवानको भजन गर त्यो त एक न एक दिन खोसिएर जान्छ। त्यस्तो मिथ्या चिजमा किन रोएको त? सत्यको लगन लाग्यो आमाको वचनबाट। तुरुन्तै 12 बजे राति निक्लेर ध्रुवले यो हजुरहरूलाई यो कथा थाहा छ म लामो जान्न प्रसङ्ग किन भन्दा अहङ्कारले हामीलाई सक्छ हजुर। हामीले यो साधु सन्तको शरणागति नभइकन यो जीवन कहिले उद्धार हुन सक्दैन। अनि ध्रुवलाई अहङ्कार भएछ के भन्दा 5 वर्षमा अरे मैले यस्तो ज्ञान पाएको कहाँ म त चान्चुने मान्छे हो र राजा यत्रो संसार यच्छे किन्नर संसार मारेर संसार उ गरेर पृथ्वी पालन गरिरहेको छु म सारा प्रजालाई बचाएँ। अहङ्कार हो। अब गुरुलाई आफत गरेर गुरुले थाहा पाए नारदले उहाँ थाहा पाउनु भयो ध्रुवका गुरु नारद ओम भगवती वासुदेवायको मूल मन्त्र 5 वर्षको बच्चालाई एक्लै जङ्गलमा हिँडिरहेको बेलामा दर्शन दिएर त्यो मन्त्र दिनुभएको थियो। त्यही मन्त्र सिद्धिबाट उनले पाए। किन मन्त्र वास्तवमा के मन्त्र तन्त्र सब थाहा रहे मत भरको संसार सार शब्द जाने बिना कोही न उतरे पार गुरुमुख वाणी उपजे शीश साच करी जान यही विधि फन्दा काटी है और जुगत नहीं आन। किन भन्नुको मतलब के रहेछ त हजुर निवेदन हजुरहरूलाई गरेँ मैले। हजुरलाई गुरुले दिनुभएको जो शब्द हुन्छ अरे त्यतिकै बोलिदिनु भयो भने पनि त्यो मन्त्र हो। हजुरले त्यति विश्वास हजुरलाई छ भने मात्रै उद्धार हुन सक्छ। साधन गरेर ध्यान गरेर साधु सेवा गरेर मात्रै यो संसारबाट पार हुन्छ भन्ने पनि हामी कल्पना नगरौँ। गुरु वचन मुख्य हुन्छ। गुरु वचनको पालना शरम लोभ लाज सम्पूर्ण त्यागेर हामीलाई शरम हुन्छ ओहो त्यो गुरु यस्तो देखिन्छ संसार देख्छन् कहाँ यो सबै कुराहरू यसो भित्रभित्र पो गुरु यसो उ गरेको त आफ्नो त छँदैछ नि भन्ने त्यो होइन हजुर। गुरु भनेपछि एकदम अन्तर हृदयबाट। किन घरमा बाउ छोन्जेले कुनै कुराको चिन्तन छोरालाई हुँदैन। बाउ नभएको दिनमा त्यो छोराले थाहा पाउँछ कत्रो वज्र प्रहार हुँदो रहेछ हजुर। सारा संसार साहु महाजन पनि आए भला बुरा गाली गरोस् संसार जे परो सबै नत्र त बुवा हुनुहुन्थ्यो बुवाले गर्नुहुन्थ्यो सबै हो। यो संसार यो 3 लोकको लागि अब कुरा धेरै छ हजुर। यहाँ यो लोक पाउनको लागि त बुवा आमाको पूजन मन्दिर जानै पर्दैन छौचर्चन उपवास गर्नै पर्दैन। यो सबै कर्म हामीले किन गर्यौँ यो त भन्नै पर्ने हुन्छ हजुर। किन देखावटीको लागि अर्काको लागि गरेका छौँ हामीले। टाउकोमा डालो बोकेर गएर रातभरि पानीमा डुबेर भन्नु न एउटा कुरो। अब यहाँ अहिले भन्यो भने त यहाँ त्यहीँ थापा सरकारको घरै तोडफोड अहिले त बडा डर पनि छ हजुर बोल्नलाई। किन सत्य त बताउनु पर्छ त्यो प्राप्ति हुँदैन हजुर। किन तपाईँको भित्रमा उहाँको निवास छ अब होला केही धन सम्पत्ति हुँदैन भन्ने चाहिँ होइन है हजुर। अलिकति गल्ती नै छ यो कुरो हुँदैन भन्ने होइन। तपाईँलाई संसार चाहिएको छ यावत संसार सम्पत्ति कति जम्मा गर्नुहुन्छ बाल बच्चा ऐश्वर्य सबै रोग भोगादी होइन। जन्म मृत्यु जरा व्याधि दुःख दोषनु दर्शनम यस आत्मा पहिर पात्मा विजरो विमृत्यु बीजी खच्चो विपासः सत्य काम सत्य सङ्कल्प। आत्माले सत्य काम गर्छ। तपाईँले केही गरेर शरीरले गरेका कर्महरू त सबै नाश भएर जान्छन्। कति गर्नुहुन्छ हजुरले दुःख एकदम आफूले आत्मस्थित भएर त्यो कुरो बाहिर देखाएर गर्ने चिज होइन रहेछ यो भक्ति मार्ग। संसार चाहनको लागि ठिक छ संसार पाउन पनि म त यो कुराको विरोधाभासै छ। किन सबैले बताए बाउ आमा भन्दा ठुलो भगवान को छ यो संसारमा। बिहान बेलुका कहीँ जानु पर्यो बुवा आमाको चरणमा स्पर्श गरेर जानुस् कहिल्यै नचाहिँदो दुर्घटना हुँदैन। मन्दिरमा गएर होइन हजुर मन्दिर जानुस् ठिक छ तर यहाँ हामी घरको देवतालाई पनि पूजौँ भन्ने मेरो आशय हो। ठिक छ यो अब सनातन हामीले मान्दै आएको गर्नुपर्छ सबै कुरा हो। दिव्य ज्ञान भन्ने कुरो अलग छ सबैलाई यो कुरो हुँदैन। त्यस कारणले हामीले के छ भने मुक्ति चाहने मुक्ति भन्छन् अब यो कुरो गर्न पनि मुक्त भनेको कस्तो मुक्ति भनेको मर र मुक्ति होइन। जीवितमै सन्तो जीवती करो आशा सन्तो जीवती करो आशा। अब हामी त यो विश्वास गर्दैनौँ हजुर। त्यो बद्रीले भनिगयो नि यो त अब के तिनको यसको बाउ पनि त्यस्तै थियो यो पनि अब भन्छ यसले त यस्तै हो। तर हाम्रो सनातन हेर यो सबै विरोध गर्छ त्यो पनि प्रवचन हो र होइन हजुर। किनकि गर्नुपर्छ सबै गर्ने तर यो संसार छोडेर केही चाहना हजुरलाई भित्र केही देख्न आफ्नो त्यो मजाले टिभी सिनेमा हेर्छौँ नि हामी हजुर फिल्म हेर्न जान्थ्यौँ केटाकेटीमा
त्यो सबै फिल्म त यहाँ भित्र छ, सारा चिज छ यहाँ। किन कृष्णले त प्रमाणित गरिदिनु भयो, माने यत ब्रह्माण्डम तत्पिण्डम यत पिण्डम तत् ब्रह्माण्डम जथा पिण्डे तथा ब्रह्माण्डे जथा ब्रह्माण्डे तथा पिण्डे। मानव शरीरमा सबै कुरो छ सूक्ष्म रूपमा, अब ब्रह्माण्डमा विशाल रूपमा छ। भगवानले पनि त्यही कुरो बताउनु भएको छ हजुर। त्यसकारणले संसारिक कर्म गर्दै जाँदा बुवा आमाको सेवा र अतिथि अभ्यागत साधु सन्तको सेवा नभुलौँ भन्ने आशय हो। त्यसकारणले बालक ध्रुवको त्यो अहङ्कारलाई अब नारदलाई अब ओहो यो त अब बर्बाद भयो, यत्रो कमाइ गरेको थियो। सुखदेव स्वामीको कथा नि सुन्नु भएको छ हजुरहरूले। सुखदेव स्वामीले गुरुप्रति शङ्का गर्नाले 12 वर्ष आमाको पेटमा बसेर 14 कला युक्त थिए सुखदेव स्वामी। जो राजा परीक्षितको मृत्यु हुने बेलामा भागवत कथा वाचन गर्न कोही नैमिसारण्य क्षेत्र विश्व समाजमा कसैले त्यो भागवत वाचन गर्न सकेनन्। सुखदेव स्वामीलाई स्वर्गबाट डाक्नु पर्यो। किन? त्यस्तो शब्द त्यस्तो गहिरो त्यस्तो रहेछ यो भागवत। अहिले अब हामी त भागवत त के गर्छौँ हजुर, भागवत कथा त अब नाचगानको लागि मागी खाने भाँडो बनाइसक्यौँ हामीले। हेर्दै त त्यो कथा भन्दा पनि नाचगान ज्यादा झुमर झामर कसले कति पैसा दिन्छ भन्नेमा यो संसार गएको छ हजुर। त्यस कारणले अलिकति केही कुरा त सङ्केत गर्नै पर्ने हुन्छ। अब सुखदेव स्वामी त्यस्तोको 13 कला नष्ट भयो, एउटा बचेछ गुरुप्रति संशय। को गुरु? राजा जनक गर्न स्वयं वेदव्यास ऋषि आफ्नो पुत्रलाई उहाँले भन्नुभयो जा बाबु यो समयमा कोही सद्गुरु छन् दिव्य द्रष्टा भने जनक विदेही छन् एउटा, उनलाई गुरु गर। त्यस्तो उनलाई अहङ्कार थियो, गर्वमै सबै कुरो वेद शास्त्र सम्पूर्ण। आफ्नो बुवा कौड मुनिलाई उनले पक्रेका थिए, गर्वबाटै बच्चा बोलो। कौड मुनि दैनिक अब उतालक मुनिका 1000 शिष्य हजुर, 1000 शिष्यमा कौड मुनि सर्वश्रेष्ठ। उनले आफ्नो छोरी सुजाता नै दिए उतालक मुनिले। यस्तो वेदको वेदज्ञ ज्ञाता चाहिँ मेरो शिष्य छोरी यिनीहरूलाई दिनु पर्यो भनेर त्यहाँबाट गुरु अष्टावक्रको जन्म भएको छ हजुर। महाभारतको वन पर्वमा हजुरहरूले हेर्नु होला। अब यो लम्बाइ कथामा नजाउँ, मैले भन्न खोजेको के भने अनि जनक विदेही त्यस्तो चाहिँ उहाँले त्यस्तो गुरु अष्टावक्रबाट ज्ञान पाउनु भएको। अब सुखदेवलाई भयो के भने ए म त बाहुनको छोरो, त्यस्तो वेदज्ञ ऋषिको। यो राजा त क्षेत्री हो, यो माने यो जनक त। अब म ऋषि हुँ, यो राजा, यो भोगी छ राजकाजमा मजाले रानी 10वटा रानी राखेर बसेको होला। म त एकदम तपस्वी जङ्गलमा गर्नु, यसलाई गुरु गर्नु भनेर शङ्का हुँदाखेरि 13 कला नष्ट भएछ हजुर। 1 कला बाँकी भयो, नारदले आएर बचाउनु भएको प्रसङ्ग। अब त्यता जाँदा फेरि धेरै लामो हुन्छ। भनेपछि बालक ध्रुवलाई बचाउन अनि स्वयं आउनुभयो नारद। ओहो ल बर्बाद भयो, यसले सबै बर्बाद गरो, अब यो त नरक जाने भयो, मेरो कर्तव्य गर्नुपर्ने। गुरुले त बचाउन आउनुभयो। अनि आउँदा आउँदै दरबारमा बस्ने बित्तिकै ओहो गुरु आएपछि ध्रुव गद्दीबाट ओर्ले ओहो ल गुरु आउनुभयो, एकदम स्याहार सुसार यताउति चरण खट्याउनु चढाउनु दिने सबै लु बसौँ हजुर भनेर आफ्नो गद्दी लगाइदिनु भयो। बस्नु भएन गुरु। ए ध्रुव एकछिन यसो घुमेर आउन नगरमा, मलाई यसो हेर्न मन लाग्यो, तिम्रो धेरै भो नआएको के कस्तो छ त भनेर। अनि घुम्दै घुम्दै गुरुलाई त उहाँको भ्रम तोड्नु थियो, अहङ्कार तोड्नु थियो। अनि घुम्दै 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 जानुभयो। जङ्गलमा गइसकेपछि यसो अगाडि हेरेको 3 घर जति अग्लो एकदम हड्डी नै हड्डीको चाहिँ त्यो मतलब खाट छ, गनाएको एकदम बदबु आइरहेको ठुलो त्यत्रो। बालक ध्रुव उहाँ माने ध्रुव राजा छक्क पर्नुभयो। ओहो के यो त थिएन त, हिजोसम्म थिएन, म यहाँ यो नगरको राजा यत्रो बिहान घुम्दासम्म थिएन, यो के यस्तो अचम्म भयो हजुर, यो के हो त यस्तो, यो के रहेछ ध्रुव, त्यो के हो देख्यौ भन्नुभयो नारदले। हजुर देखेँ, यो त अचम्मै भयो हजुर, यस्तो थिएन, यो सबै तिम्रो हो भनिदिनु भयो। ल आमा भनेपछि ध्रुवले कति जन्म चाहिँ लिएर त्यो पाएको रहेछन् यो कुरो भनेर गुरुले देखाइदिनु भयो के हजुर। अहिले तिमीले सम्झ्यौ 5 वर्षमा, होइन कति जन्म, यस्ता जन्म बिते होलान्, अघि कति उद्योग भए होलान्, कति पत्नी पुत्र धन दौलत जन्मै पिछेका कति गुणरत्नमाला हजुर। त्यसैले समय हुँदै त्यो हुँदैमा जे त्यो जानियो भने मात्रै चाहिँ एउटा अलिकति आत्मसन्तुष्टि पनि हुने रहेछ। धर्म कर्म भन्ने कुरो हजुर, धर्म भनेको के हो त? धर्म भनेको त मार्ग न हो हजुर। धर्म भनेको धारण गर्नु हो मोटो अर्थमा, सिधा भन्नुपर्दा। अब हामी धर्मको नाम दिएर लड्छौँ, झगडा गर्छौँ, म यो मतको त त्यो त फलाना यो होइन। आत्मज्ञानी ज्ञानी गुरु चाहिन्छ, त्यो भित्र दिव्य ज्योति देखाउन सक्ने, भित्र अन्तस्करणमा जब तक न देखूँ अपने नैनी तब तक न मानु गुरु की बहिनी।
आगो हो भनेर त जानेको छ, आगोलाई त छुनुपर्छ, स्पर्श गरेपछि त्यसले बोल्छ कि न शीतलता दिन्छ कि भात ल्याएर जस्तो माने जल कहे तृषा बुझाई भोजन कहे सो भोग भाग जाई तो दुनिया तर जाई नरके संग सुआ हरि बोले हरि प्रताप न जाने एक दिन उड़ी जाए जंगल में तो सब भूल जाना। माने हामीले सुगालाई चाहिँ रटाए जस्तो हाम्रो यो गति छ हजुर। किन भन्दा सुगालाई बोलेर राम राम भन्छ, सबै भन्छ, कुरानी गर्छ, ल फलानु आयो नि भन्छ, त्यसलाई पिजडा खोलिदिनुस् त जंगलमा गएपछि सबै बिर्सिन्छ। त्यो रटान ज्ञानले यो हुँदैन हजुर। दिव्य ज्ञान एकदम दिव्य दृष्टि, गुरुले त्यो तत्त्व माने नितत्त्व तत्त्व दिएपछि त्यो नितत्त्वमा समाउने ज्ञान हुनुपर्छ, त्यो निज नामको ज्ञान हुनुपर्छ। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको जस्तै अनि बालक ध्रुवलाई त्यो ज्ञान ओहो ल म त ब्रह्मा छु, मैले यत्रो घमण्ड गरेको बेकार, यत्रो चाहिँ जन्मदेखिको भनेर गुरुले देखाइदिनु भयो। त्यसैले हजुर चङ्गा चित्त छँदै उमेर रहँदै पैसा छँदै हातमा व्याधिले नछुँदै बरकत रहँदै आयु छँदै साथमा आयु छँदै साथमा माने आफ्नो श्रेय हुने पछि सुख हुने धन्दा छिनिहाल है, आग लागि घरमा भएपछि कुवा खन्दा हुने छैन है। हामी घरमा चाहिँ त्यो आग भएपछि कुवा खन्न गयौँ भने घर बचाउन सकिँदैन हजुर, यो कुरा हो। त्यसैले भजन भक्ति गर्नको लागि त समयमै संस्कार हुनुपर्छ हजुर। माने जन्मना जायते शूद्रो संस्कार दिजुचते वेद पाठेत भवेत विप्र ब्रह्म तत्त्व जानति ब्राह्मण। अब यहाँ विरोधको कुरा पनि हुन्छ, किन भन्दा ब्रह्म तत्त्व नजानिकन हामीले त्यो चाहिँ मतलब हामीले आफूलाई त्यो कहलाउनै नसक्ने हुन्छ। किन ब्राह्मण क्षेत्री वैश्य शूद्र 4 वर्ण त हामी बोकेरै घुमेका छौँ शरीरमा, हामी किन त्यो चिजको विरोध गरौँ त? पाउ शूद्र हो हजुर, पेट वैश्य हो, हात क्षेत्रीय हो, यो ब्राह्मण हो। त शरीरमै यो चिज छ भने छुवाछुत, छुँदै धरती छुँदै आकाशा छुँदै पाँचो तत्त्व निवासा छुँदै उब्जे सकल संसार मै छुतिया गुण गाउँ तुम्हारा भन्नुभएको छ कवि साहबले। भन्नु खोज्नुभएको के रहेछ भन्दा कक्षे मक्षे जति पनि जे मरे प्राणी हामीले हाम्रो शरीर दाह गऱ्यौँ, जलायौँ, चाहे गाड्यौँ, जे गऱ्यौँ पनि अन्तिम संस्कार गऱ्यौँ, जहाँ जति पनि जे कर्म भयो यो पृथ्वीमै भयो। यो पृथ्वीबाटै पानी आइरहेको छ, यी सोसिएर गएको छ, तीबाट निक्लेको पानी हामी पिइरहेछौँ, अनि हामी शुद्ध कहाँबाट भयो त हजुर? त त्यो छोइयो यो गरियो भन्ने हामी आहान उखान गर्छौँ नि हजुर, यो कुराहरू हो। हाम्रो अन्तस्करण शुद्ध हुनुपर्छ हजुर। गुरु ज्ञान बिना यो अन्तस्करण शुद्धि हुन सक्दैन। हामीलाई रिस उठ्न सक्छ, आरे यस्तो भन्न नहुने, यस्तो कुरो गर्न नहुने फलानुले भन्दा, किन भन्दा हामीमा दिव्य ज्ञान हुँदै नभइकन हामीले त्यो कुरो बुझ्नै सक्दैनौँ। अनि हामीलाई हामीले गरेको नै ठिक हो, यो संस्कारै ठिक हो हामीले गरेको। अब यो पूर्वदेखि गरिआएको बाउ बाजे चाहिँ यो संसार वेद शास्त्र संसारले चाहिँ बताएको कुरो चाहिँ यिनीहरूले विपरीत भन्छन्, यिनीहरूको के खालको धर्म हो त भन्ने प्रश्नहरू पनि सुनिएको छ हजुर। त यो कुरो होइन हजुर, किनभने आत्मज्ञान बिना कोही नरभट्के कोही मथुरा कोही। आत्मज्ञान तब गयो हर्ष विषाद चित्रदीप शङ्कर रही तजिगरी वाद विवाद। आत्मज्ञान नभइकन हजुरको एकदम मन ठहरातो सब बेला अनसुझे सुझाए जो मदियारी भवन में दीपक बारी दिखाए। अन्तसमा अँध्यारो छ अनि के देख्छौ त हजुर? बाहिर आँखाले देखेकोलाई सत्य भन्नु त मिल्दैन। कसले भन्दो रहेछ हजुर? किन भन्दा यो नाशवान छ, यो चोला, यो शरीरै नाशवान छ। नाशवानले देखेको चिज न, किन भन्दा यो चिज उपनिषदले प्रमाणित गरेको छ। लौकिकले लौकिकलाई नै देख्न सक्छ, भौतिकले भौतिकै देख्न सक्छ, अभौतिकले अभौतिकलाई देख्छ, अलौकिकले अलौकिकलाई देख्छ हजुर। त्यसैले नत्र दिव्य नेत्र भनेर किन बताउनु पर्थ्यो यो तेस्रा नेत्र यहाँनिर जहाँ टीका लाउनु भएको छ आमाहरूले? कस्तो सही कर्म छ, तर ज्ञान छैन नि। हामी भुलिरहेछौँ, टीका त यहाँ धारण गरेका छौँ, यहाँ यो जग्गा सही हो भन्नु न। टीका नत्र यतातिर टाँसे नि हुन्थ्यो कि होइन हजुर? यता लगाए नि हुन्थ्यो, पछाडि जहाँ यसो हाततिर लाएर घडी होइन, यहाँ लगाए। यहाँ टीका भनेको टीका, त्यहाँ लगेर टीका तेरो सुरत मनलाई हमेसा यहाँ राख है, अनि दुःख पाउँदैनस् भन्न खोजेको हो। अब बाहिर संसारमा भट्क्यो माने यतो यतो निश्चलती मनश्चञ्चलम अस्थिरम ततस्ततु नियमित आत्मन्य वंश नयते। जहाँ जहाँ यो विषय वासना संसारमा यो मन रमण गर्छ त्यहाँबाट रोकेर गुरु शब्दद्वारा गुरुवाणीद्वारा माने यो चिजले रोकेर, के चिजले रोकिन्छ? मन के चिजले ठहरिन्छ त? मन ठहरा, मन
हो किनकि सबैभन्दा जड विषय भनेको मन रहेछ। आजसम्म जति पनि मनलाई शान्ति स्थिरता गर्नको लागि अघि बाबाजीहरूले भन्नुभयो तन थिर मन थिर अनि मात्रै वचन थिर। सुरत निरत थिर होए त्यहाँपछि अनि सुरत निरतको कुरा छ। सुरत भनेको के रहेछ त भन्दा सुरत भनेको त हजुरको आत्माको आँखो हो। सुरत भनेको सुरतले देख्ने काम गर्छ। यो बाहिरी आँखाले संसार देख्छ, त्यो सुरतले भित्री संसार देख्छ, ईश्वरको दर्शन गर्छ, ज्योति स्वरूप ईश्वरको दर्शन। ईश्वर ज्योति स्वरूप है सकल ग्रंथ समझाए, बिनु विचारे पाठ से बात समझ नहीं आए। वेदको कुरा गर्दैछु हजुर म यो बानी। बात समझ में आए जब बड़े ज्योति से प्रेम, प्रेम बड़े वह ज्योति से भूले सारे नेम, भूले सारे नेम अरु छूटत देह उपवास, ब्रह्म ज्योति को देख कर लेबे सुख का श्वास। ब्रह्म ज्योति के दर्श बिनु भक्ति न पावे कोई, बिना ईश्वर से प्रीत किए आस्तिक कब न होई। ऐसी ज्ञानी खोजिए बिनु दीपक दे प्रकाश, अंतर ज्योति दिखाए दे होए तुरंत विश्वास। नेत्र दिव्यले त्यो अंतर ज्योति कसरी देखिने छ भन्दा नेत्र दिव्यले ज्योति लखो यह सब धर्म की वाणी है, घट भीतर वो ज्योति दिखा न सके गुरु स्वयं अज्ञानी है। यसरी वेदले ठोकुवा गर्न भनेको छ हजुर। अंतर ज्योति जसले देखाउन सक्दैन। अब काहीँ सहज प्रकाश, रामायणले सहज प्रकाश या परम प्रकाश भनेको छ। परम प्रकाश रूप भगवाना, ताहा न पुनि विज्ञान बिहाना, राम सचितानंद दिनेशा, वहाँ न निशा मोह लवलेशा। राम भक्ति चिंतामणि सुंदर, बसे गरुड़ जाके उर अंदर। परम प्रकाश होत दिन राति, वहाँ न चाहिए कछु दिया घृत बाती। त्यो दिव्य जग्गा यस्तो छ, लाखौं करोडौं सूर्यको प्रकाश पनि त्यहाँ लज्जित हुन्छ, त्यस्तो ज्योति हजुर भित्रै छ। तर हामी त कस्तो झुटामा परिरहेछौँ भने त्यो दर्शन भएको छैन। अब यो मिथ्या संसारलाई हामी सत्य मानेर बसिराखेका छ। किन भन्दा हो मान्नुपर्छ अलिकति, किन भन्दा हामी यही संसारमा छौँ ठिक हो, तर यो हामीले कस्तो भने हरियोन बजार हेर्नु पर्यो भने यो कोठाबाट हरियोन बजार देख्नै सकिएन नि। यहाँ त काका मामा दाजुहरू बस्नु भएको छ, हजुरहरू बस्नु भएको छ, यति दर्शन हुन सक्यो। अब मलाई अझ माथि हेर्नु छ, बजार नगर हेर्नको लागि मैले सिडी उफ्रेर कुदेर होइन, खुट्टा भाँचिएर टुट्ला के होला एकैचोटि होइन। अघि फाउन्डेसनको कुरो आयो, घरलाई सुन्दर चकाचक देखियो। घरको चाहिँ टिकाउपन भनेको जग हो हजुर। जग मजबुत हुनु पर्यो कि हामीले बालबच्चालाई त्यो संस्कार दिनु पर्यो हजुर। आज हामी केटाकेटीलाई कुटेर ए नमस्कार गरेन, भिनाजु आउँदा के गरेन भनेर हामी नै केटाकेटी हुँदा थाहा थिएन नमस्कार भन्ने के गर्ने हो कि ढोग्नुपर्छ भन्ने चाहिँ कता कता थाहा भएर फ्याट गरेर कहिले काहीँ ढोगिन्थ्यो पनि, कहिले त्यो रिस उठिया दिन त त्यो पनि नढोगिने चक्लेट भिनाजुले दिएनन् भनेपछि त्यस्तो गति हुँदो रहेछ हजुर यो संसारमा। भनेपछि यो चिज कस्तो भने संस्कार दिजुच्यते भन्यो नि हजुर अघि, संस्कार सबैभन्दा ठुलो सन्तको सङ्ग। भगवान श्रीरामलाई लक्ष्मण र माने वशिष्ठ देव, भगवान श्रीराम र लक्ष्मणले वशिष्ठ देवलाई प्रश्न गर्नुभएछ हजुर एक दिन कि गुरु हजुर महाराज यो संसारमा सुख के हो दुःख के हो त हजुर भनेर सोध्नु भएको छ। अनि उहाँले भन्नु दुःख भनेको बाबु दरिद्रता सबभन्दा ठुलो दुःख हो र अज्ञानता सबभन्दा ठुलो दुःख। ज्ञान भएपछि माने आत्मज्ञान नभइकन मान्छेले दुःख पाउँछ। चिज खोजो नि, कहाँ कहाँ खोज्यो, गए द्वारिका गए, माने हर्षट तीरथ भ्रमी भ्रमी आए, सुफल गुरु के चरणों में पाए। गुरुको चरणमा सबै चिज सबै तीरथ छ। किन भन्दा सारे तीर्थ धाम आपके चरणों में, सारे तीर्थ धाम आपके चरणों में, गुरुदेव प्रणाम आपके चरणों में। सारे तीर्थ धाम आपके चरणों में, गुरुदेव प्रणाम आपके चरणों में।
भन्नाले गुरुको चरणमा सबै रहेछ। गुरु चरण राम विश्वासा, गुरु ही पुरावे मन की आशा। भगवान श्रीरामले पनि गुरुकै वन्दना गरेर यो संसारलाई चाहिँ मतलब बलशाली रावणलाई जित्नु भएको थियो हजुर। भनेपछि यी प्रसङ्गहरू धेरै छन्। यो कुराहरू हामीले बुझेको छ। अघि मैले हजुरहरूको चरणमा निवेदन गरेको थिएँ कि जुगन जुगन सम्झाउँ त हारा कहीँ न माने कोही रे, तू तो आवारा फिरै बिहानी शब्द डारे कोही। जति कमाइ थियो त्यो पनि हामी अज्ञानताले गर्दा नष्ट गर्दा छौँ। दरिद्रता सबभन्दा ठुलो दुःख, अज्ञानता नजान्नु सबभन्दा ठुलो दुःख। भेद नपाएपछि अब हाम्रो जीवन, यो जीवन पनि त्यसै गयो। किन भन्दा सत्यको कमाइ गरिएन भने त जीवन, अघि निवेदन राखेको थिएँ मैले, खानापिना सोना यही पशु समाना भने अब खानु पिउनु यतिमै यो जीवन। बडे भाग मानुष तन पावा, सुर दुर्लभ सत्य ग्रन्थ निगावा। साधन धाम मोक्ष कर द्वारा, पाएन जेही परलोक सवार। साधनको धाम र मोक्षको द्वार भनेर शास्त्रले बताएको रहेछ हजुर। यो शरीरलाई तिमी यो शरीरबाट मोक्ष हुन सक्छौ। के त भन्दा सत्कर्म गरे मोक्ष भयो, दुष्कर्म गरे फेरि घुम्नु पर्यो। आब्रह्म भुवना लोक पुनरावर्ती योजना, मामु पत्ते तू कोन्ते पुनर्जन्म न विद्यते। भगवान श्रीकृष्णले अर्जुनलाई बताउनुभयो यो चक्कर घुमिरहनु पर्छ। आजन्तवन्त ये सब लोक कर्म विनमिता, दुःखको दरका तलो निष्ठा, सूत्रानन्द सुचाकृता। यो कुनै पनि कर्मले एकदम ठोकुवा छ यो कुरो हजुर। आत्मज्ञान नभइकन कुनै पनि कर्मले हजुरलाई शान्ति पनि दिन सक्दैन। मोक्ष त धेरै परको कुरा गर्नुहोस् न हजुर। मोक्ष भनेको त मोक्ष त्यसै हुँदैन। गुरु ज्ञान लिएर मात्रै मोक्ष हुने भन्ने कुरो होइन। साधन छ, मसँग रुपियाँ छ भनेर पैसा खाएर अगाइँदैन, अन्न किन्नै पर्छ हजुर। यो यस्तो चिज हो। त्यो चिजलाई साधन गरेर कमाइ गर्नु पर्यो आफूले। हजुरले गरेको हजुरको छोरालाई हुँदैन, श्रीमतीलाई नै हुँदैन। किन हाम्रा पण्डितहरूले भागवतमा भनिदिएका छन् त हजुर। अजामिल डाकुको कहानीमा भनेन त, अजामिलले त्यत्रो कर्म गर्यो त अङ्गुलीमाल डाकुलाई चेताउन बुद्ध भगवान जाँदाखेरि के हो त, तरबार लिएर निक्ल्यो जङ्गलमा। सबै घरमा ढोका लागेका थिए, सबै भिक्षा नै दिँदैनन्। आज के भयो यस्तो सुनसान मान्छे, सबै बस्ती नै मरे जस्तो भयो। के भयो, काहीँ एउटा घर ढकढक्याएर भिक्षा लिनुभयो त त्यो घरको मान्छेले यति भिक्षा दिइसकेपछि के भनौँ भने चुप भएको किन आएको यस्तो दिनमा। अङ्गुलीमाल डाकु आएको छ त्यहाँ जङ्गलमा, बर्बाद सबै खत्तम भएको छ। त्यसले त भेटो कि सबै अम्ला काटेर माला लाउँछ, त्यही हुनाले त्यसको नाम अङ्गुलीमाल डाकु हुन पनि हो। सबैको अम्ला चट काटेर अनि मान्छेको गर्दन काट्यो, लुट्ने जति लुटो, अम्लाको चाहिँ माला लाउँदो रहेछ त्यो मान्छे अङ्गुलीमाल। अनि ल अब तपाईँ चाहिँ गइहाल्नुहोस्, आज माग्न यो काम बन्द गर्नुहोस्, बरु एक दिन भोकै पर्नुहोस् बाँच्छ। अरे बुद्धलाई मारेको मिलेको नि यस्तो डाकु। साधु किन आयो त समय, साधु न होता संसार में जरत मरत, आग लगी आकाश में झरझर गिरत अंगार। साधु न होता संसार में जरत मरत संसार। आज हजुर यो संसार जति पनि यत्रो लडाइँ झगडा, हामी अस्ति त्यत्रो मान्छे गुमायौँ, हाम्रो देश कुन अवस्थामा गयो त भन्दा यो के कुराले, अज्ञानले त हो नि हजुर। अब कुरो गर्दा ठुलो मान्छे भने जस्तो हुन्छ होइन। हामीमा यो नैतिक पतन भयो, हामीमा आफ्नो यो स्वविवेक भएन, हामीमा त्यो चेतना माने ऊ भन्छ नि कस्तो विवेक हरायो हजुर हामीमा। त्यो हुनाले आज हामीले आज कस्तो अवस्था भोलि आउँछ हेर्नुहोस् हजुरहरूले। एकदम यो लेखेर राख्नु होला यो पतित अदमको कुरालाई। हामीले आफ्नै घरमा मारामारी, लडाइँ झगडा, काटाकाट, मारामार, बाउ छोरा, यो दृश्य हुन्छ। कसैले कसैको विश्वास गर्दैन, बाउले छोराको वचन मान्दैन, गालामा चड्काउन आउँछ। हो यस्तो दिनहरू आउँदैछ, यसलाई कली भनिएको छ। साधु सन्तको आशीर्वादले मात्रै गर्दा यो संसार टिकेको छ हजुर। त्यसैले सन्तको पूजा जहाँ हुन्छ त्यो धरती एकदम दिव्य हुन्छ। सन्तलाई राख्दा उगर्दा, बुवाको समाधि दिँदै गर्दाखेरि यहाँ समाजमा कति विरोध भएर कति गाली खाएँ मैले हजुर। किन सन्तको आज त्यो समाधिले कत्रो ऊर्जा गरेको छ यो संसारलाई। हामीले त्यो बुझ्दैनौँ। अरे हेर बद्रीले फलानु खत्तम, त्यो त घरमै चियान मसान घाट बनायो त्यहाँ बुवालाई राख्यो भन्छन्। होइन, सन्तहरूको शरीरमा जो ऊर्जा हुन्छ साधन भजन गरेको, जलाएपछि त्यो समाप्ति हुने रहेछ हजुर। वेदले पनि भनेको छ त, हाम्रो गरुड पुराणमै उल्लेख छ नि हजुर। के अरे अग्निदाह, भूमिदाह, जलदाह, सूर्यदाह, 4 चिजको संस्कार त बताएको छ। यसमा माने भूमिदाहलाई उच्च बताएको छ गरुड पुराणमा। राम्रोसँग हेर्नु होला हजुरहरूले।
त्यस कारणले हामी अब यी सबै कुराहरू धेरै कुराहरू हुन्छन् हजुर। त्यस कारणले समाधिको महत्त्व के हुँदो रहेछ भन्दा शरीरमा भएको हजुरले जीवनभरि गरेको साधनाको ऊर्जाले अरू संसारलाई पनि काम गरोस् भनेर सन्तको समाधि दिएको हो, त्यो कारण रहेछ हजुर। त्यस कारणले विषय प्रसङ्ग यस्तो छ। यो कुराहरू अब हामीले अलिकति नैतिकता, बुवा आमा, अब हामीले त्यो बुवा आमाप्रति नमस्कार गर्न, यो सबै कुराहरू बिर्सिँदै जानाले आज हामी घरमै यो सत्सङ्ग। अब सुख के रहेछ त, यता प्रसङ्ग थियो, सुख के रहेछ त भन्दा हजुर सुख चाहिँ सन्त मिलन रहेछ। सन्तको जहाँ दर्शन हुन्छ माने सन्तको जापल दर्शन साथ की तापल की बलिहारी, राम बुलावा भेजिया दिया कबिरा रोए, जो सुख है सत्सङ्ग में सुख सुख वैकुण्ठ न होए। एउटा सानो महाभारतको प्रसङ्ग राखेर म गर्छु। हजुरहरूलाई पनि अलिकति समय अलिक बढी लाग्यो होला भन्ने हो त 2-4 दिनमा नि यी कथा सिद्धिँदैन। बोलेर भनेर ठुलो मान्छे नि हुँदैन हजुर, र बोलेर भनेर हाम्रो चेतना, किनकि भित्रबाट त्यो शब्दको ठोकर लागेपछि मात्रै हाम्रो चेतना जागृत हुने रहेछ। विवेक बिना सत्सङ्ग विवेक नहोई, विवेक बिना हाम्रो बुद्धिले चाहिँ हामीलाई डुबाउने छ। बुद्धिले हामी के गर्छौँ भने प्राप्ति गर्नपट्टि लाग्छौँ। अरे कहाँ त्यहाँ त्यसलाई चोरी गर्ने, त्यसलाई ठगी गर्ने, 2 शब्द गाली दिने कि त्यो चिज त्यहाँ त्यसलाई घुमाएर यसो भन्न चाहिँ त्यो पाइन्छ होला, मेरो बुद्धि हेर यति बुझ्छ, होइन। विवेकको प्रयोग गर्नु पर्यो। बिना सत्सङ्ग विवेक नहोई, राम कृपा बिनु सुलभ न सोई। सुलभ हुने रहेछ। सत्सङ्गति मुद मङ्गल मूला, सोही फल सिद्धि साधन भूला। सठ सुधरै सत सङ्गति जाई, पारस परसको धातु सुहाई। पारस धातुले के गर्दो रहेछ भने हजुर फलामलाई श्वास छाउने बित्तिकै त्यो सुन हुने रहेछ। पारसलाई त्यस्तो भन्छ। सद्गुरु और पारस में बड़ो अंतर जान, वो लोहे को पंचन करे गुरु करे आप समान। अब यहाँ गुरु पनि 7 प्रकार को बताएको छ हजुर। गुरु त प्रथम गुरु है माता पिता, ये दोनों है रथ बीच के दाता। दूसरा गुरु है गगरिन दाई, सोयरी घर में युक्ति बनाई दाई आमा। तीसरा गुरु जो धरायो नाउ धरी नाउ पुकारत गाउँ। पण्डितजीले आएर 7 दिनको दिन छठियारमा 6 दिनमा राखेको नामलाई पण्डितजी तेस्रो गुरु। चौथा गुरु जो विद्या पढावा, विद्या पढा के पंडित बनावा, माने स्कुलमा शिक्षा दिनुहुने, संस्कार दिनुहुने शिक्षकलाई चौथो गुरु। 5औं गुरु भाइ कण्ठी दिन्न। अब परमात्मा, अब यो संसारको गुरु 5औं गुरु भाइ कण्ठी दिन्न, एक से छुडाए अपन गरी लिन्न। जुन दिन गुरुबाट कण्ठी हजुरले पाउनुभयो, हजुरको जीवन गुरुको हातमा। मेरा जीवन तेरे हवाले प्रभु इसे, पग पग तू ही संभाले। मेरा जीवन तेरे हवाले प्रभु इसे, पग पग तू ही संभाले। जीवन जिम्मा लागेको हो गुरुको। कण्ठी भइसकेपछि काल कराल भूत पिशाच प्रेत नयाँ माने त्यो बुरा स्वप्न कुनै चिज आउन सक्दैन। सन्तको हातबाट बाना परिसकेपछि, बानाको बन्दगी गर्नेको नाही, वृक्ष में काठ है छाया में नाही। मालाको त्यत्रो महत्त्व छ हजुर। जुन दिन कण्ठी लियो हजुरको सम्मान अर्को हुन्छ। किन यो सात्विक हो, यो बच्चा सात्विक छ, अरे यत्रो केटाकेटीमै या यत्रो विद्वान बैंक म्यानेजर सन्तोष, बैंक म्यानेजर यत्रो माला लड्काएर हिँड्छ। ठुलो लाज हुनुपर्ने नि हो। अरे कसैले मान्दैन, सुट टाई टक्क लायो माला, तर बाहिरै लड्काएर हिँड्छ ऊ। किन? त्यो मालामा त्यो शक्ति छ। मालामा के शक्ति रहेछ? माला पहिरे सुपच सुदर्शन, माला पहिरे सुपच सुदर्शन, आकाश में घंटा बजा डाला, बिना माला के गला उदास लागेला। हाम्रा कविहरूले गाउँथे यसरी, बिना माला के गला, माला पहिरे सबरी है भिलनी, माला पहिरे सबरी है भिलनी, राम को जूठा बैर खिला डाला, बिना माला। सबरीमा के ताकत थियो? भगवान श्रीराम स्वयं अरू खोज्न जानु पर्थ्यो। कति गरेर भगवान भेट्नलाई कति दुःख कष्ट गरे। सबरीलाई गुरुले दिएको वरदान त्यो थियो हजुर। अब यो पनि अलिकति समय त जाने हो हजुर, दुःख नमान्नु होला। किन भन्दा सबरीले यो वरदान कहाँबाट पाएन? हजुरहरूलाई थाहा होला यो कुरो।
गुरु अब मदन ऋषिको चाहिँ चोला छुट्ने बेला भयो सबै। अनि के गर्नुभयो उहाँले भने सबै शिष्यलाई बोलाएर कोहीलाई कन्ठीमाला दिनुभयो, कोहीलाई लाको लुगा दिनुभयो, कोहीलाई के दिनुभयो, सबै चिज दिँदै 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 जानुभयो। सबरी अन्तिममा आइन केही छैन, ल खत्तम, चौपट भयो। अब कति अभागी रहेछन् सबैले। हेरे हामी संसार दृष्टिकोण त त्यही भन्छौँ, हेर गुरुले प्रसाद दिँदै दिँदै गयो, मेरै पालामा सिधै म कस्तो अभागी रहेछु भन्नु होइन। अभागी भक्तको पहिचान भगवानले गर्नुहुन्छ। सबै सक्यो, ती मिथ्या कुराहरू थिए, यी कमान्डरहरू झोटा, यी सबै त्यो सबरीले हजुर गुरुले भन्नु। अब म सबैले त्यो कुरो प्रसङ्ग गरेपछि मलाई हजुरको केवल आशीर्वाद चाहियो, सन्तको आशीर्वाद चाहिन्छ मलाई भनेपछि ल तिमीलाई सन्तको दर्शन तिम्रो घरमै हुनेछ। सद्गुरु हरि साहबलाई यो प्रसङ्ग आयो, त्यसरी आशीर्वाद दिनुभएको छ ठाकुर अनुकूल चन्द्र कलकत्तामा हजुर। अनि यहाँ मुनिन्द्र गुरु भेटिएको त्यो प्रसङ्ग हजुरहरूलाई थाहा छ, त्यता गइनँ म। भनेपछि सबरीलाई मदन ऋषिले दिएको आशीर्वादले भगवान् श्रीराम स्वयं आउनु पर्यो त्यहाँ, उहाँलाई आएर भेट्नु हो 80 वर्षको उमेरमा। 13 वर्षकी पछि घरबाट चाहिँ त्यो अत्याचार देखेर निक्लेर हिँडेकी, जङ्गल जङ्गल गएर सन्त सेवा गरेर त्यस्तो उनको जीवन हो। आज जतिसम्म यो धरती आकाश पवन पानी रहन्छ सबरीको नाम अमर रहन्छ। किन? मीराबाईको नाम अमर। माला पहिरे मीराबाई, माला पहिरे मीराबाई, माला पहिरे मीराबाई। विश्व जहर में बदल डाला, बिना माला के गला उदास लागेला। बिर्सिहाल्ने प्रसङ्ग मैले त्यो थियो। मीराबाईले चाहिँ त्यो जहरलाई चाहिँ अमृत बनाइन्। किन? अब उनले त्यो राणाले आफ्नो परिवारले अब साफरा बदनाम भयो, यत्रो रानी यस्तो लुगा लाएर यी फुस्रा जोईको सङ्गत गरेर हिँडेकी छ, दरबारको बदनामी भयो, खत्तम भयो, यसलाई मारिदिनु पर्यो, बरु ढुक्कै आनन्दै हुन्छ, इज्जत त बन्छ। ल बोलाएर सबै परिवारले निर्णय गरे यो विष खानुपर्छ तिमीले। दार्शनिक सुब्रतलाई पनि त्यही भएको थियो भनेपछि अनि मीराबाईले अन्तिममा हेर्नुहोस् ग्राहको कथालाई पनि त्यही छ। भगवान् विष्णुको चाहिँ स्मरण गरेर जब उनले चाहिँ एउटा फुल तोडेर कमलको माथि आफ्नो सारा शक्ति छोडिसकेपछि भगवान् विष्णुले सुदर्शनले छेद गरेर त्यो चाहिँ गोहीलाई मार्नु भएको छ। माने यो हात्तीको माने त्यो उद्धार गर्नको लागि। भनेपछि उनको पनि त्यो विष चाहिँ अमृत भएछ। हेर्नुहोस् त केही असरै गरेन। उनले मालिकको सुमिरन गरेर कृष्ण भगवानको सुमिरन गरिन्, हे मालिक तिमी नै जान, अब मैले हजुरको नाममा यो लिएँ। हेर्नुहोस् त अन्तिम सरेन्डर, शरणागति भन्दा ठुलो यो संसारमा केही छैन हजुर। त्यस कारणले यसरी मालाको महत्त्व रहेछ, बानाको महत्त्व रहेछ। हामीले यो चिजलाई चाहिँ अवहेलना या हामीले यो चिजलाई चाहिँ त्यसरी ओहो लुकाउने होइन, यसलाई देखाएर एकदम पहिला दृष्टि कसैले हजुरलाई हेर्दा मालामा परोस् अनि त्यहाँ हजुरको पहिचान हुन्छ। र बुरा दृष्टिवालाको पनि त्यहाँ दृष्टि भ्रम हुन्छ, त्यो मान्छेको कुनै निस्तेज हुन्छ। काहीँ हामी भन्छौँ भूत लाग्यो, पिसाब लाग्यो, डाकिनी फला बोक्सी लाग्यो, मलाई खत्तम भयो, पेट दुख्यो, यसो हेरेको थिएँ फलाले खत्तम त लौर लिएर गएर कुट्ने नि चलन थियो पहिला त। कस्तो हामी महामूर्ख, यो चिज केही हुँदैन हजुर। त्यस कारणले अब प्रसङ्ग त धेरै छ हजुर, धेरै हो। हामीले के भने यो सबैको सार एउटा हजुरहरूको चरणमा मेरो निवेदन यो छ त बाबामा हुन ठुलो भगवान् हामीले संसारमा अर्को कुनै चिजलाई मान्नु परेन। बाहिरी देखावटी कुराको लागि हामी संसारमा जति पनि गर्दा रहेछौँ अब गर्नुपर्छ, त्यो गर्दै पनि बुवा आमाको चाहिँ अलिकति संस्कार बनाऊ भन्ने मेरो उद्देश्य पनि हो। त्यसले अलिकति हामीलाई ठुलो आशीर्वाद गर्छ। बिहान बेलुका बाबुआमालाई ढोकेर सुत्ने हो भने राति पुरा सपना देखिँदैन। काहीँ अफिस जाँदै हुनुहुन्छ हजुर, काहीँ बाहिर बजारमा निक्लिँदै हुनुहुन्छ, अनाउसे कुनै हुलदुङ्गामा जानुहोस्, त्यहाँ बमै पड्के पनि केही हुँदैन हजुरलाई। यो एकदम देखेर राख्नु होला। बुवा आमालाई बिहान नमस्कार गरेर जानेले र बुवाले सासूलाई ससुरालाई। अब त्यो घर छोडियो, 5 पिता सबै यो कुराहरू हजुरहरूलाई थाहा छ। 5 पिता कन्या दिने चाहिँ पनि त्यो पिता भयो, माने यता आइयो यो जो बिहा गरेर ल्याइयो उहाँ श्रीमानको त्यो चाहिँ हाम्रो माता पिता भए। भनेपछि सुभाष चन्द्र बोसको यो प्रसङ्ग रहेछ कि हजुर। सुभाष चन्द्र बोस ब्रिटिसमा गएर चाहिँ ब्रिटिसले अब यसलाई जित्न सकेन कहीँ भनेपछि सर्वोच्च कमान्डर सेनाको चिफ दिएर राख्यो। सुभाष चन्द्र बोस मरेको या बाँचेको अहिलेसम्म चाहिँ इतिहास छैन अरे। सुभाष चन्द्र बोस
किन यस्तो मान्छे जन्मियो भनेर अनुसन्धान गर्दाखेरि यो कुरो मैले किन ल्याएँ भन्दा हजुर सुभाष चन्द्र बोसकी आमाले के गरिदिरहेछन् भने प्रत्येक दिन श्रीमानलाई बेलुका चाहिँ चरणमा बन्दगी गरेर मात्रै सुत्ने, थोरै तेल मालिस अलिकति जस्तो सुकै थकान होस् हजुरले त्यो गर्न हेर्नु। घरमै तीर्थ संसार सबै घरमा छ, बाहिर होइन। बाहिर त हामी देखाउनको लागि साडी चोलो लाएर लाली पाउडर पोतेर राम्रो चस्मा पारेर ठ्याक्क हातमा सजाएर अनि मन्दिरमा जान्छौँ हामी। आहा फलानु हेर कति धर्म गरिरहेछ, होइन। यता घरमा बाबामा रोइरहेछन्, दबाई औषधि नहोला, यो चिज विचार गर्नुपर्ने कुरोहरू छ क्या हजुर। जाने मन्दिर जाने, पूजा आजा गर्ने, सबै गर्ने, तर पहिलो पूजा भनेको बुवा आमा गर्छ संसारको लागि। र परमार्थमा जानुहुन्छ नि गुरु चौथा लोकको लागि, तीन छोड चौथा पद दिन्ना, सत्य नाम सद्गुरु गत चिन्ना। माने चौथो लोक सत्य नाम चिन्नको लागि सद्गुरु ग्रहण गर्नु। अनि सुभाष चन्द्र बोसकी आमाले अनि त्यसरी पतिको सेवा गरेर मात्रै उहाँको सुत्ने चलन रहेछ हजुर। अनि त्यस्तो छोरो प्रतापी छोरो जन्मियो। अनि कुनै दिन श्रीमान बाहिर हुनुभयो, अब के गर्ने, ओछ्यान खाली छ। त्यो दिन आएर घाटमा नमस्कार गरेर भुइँमा सुत्ने उनी सुभाष चन्द्र बोसको आमा। यस्तो कहानी बङ्गालीहरूले सुनाउँथे हजुर मलाई, हाम्रा बङ्गाली प्रेमीहरूले। भनेपछि यो कुराहरू सबैभन्दा हामी, किनभने हामीभित्र सबै कुरो झुटे मूर्ति कि साँझे पुजारी क्रिया करे अपारा, आपन पदको आप भुलायो तासे भए अपारा सन्तो तासे भए अपारा। सन्त शरणागति भन्दा अर्को उपाय संसारमा छैन। सबै चिज गर्दै गर्नुहोस् हजुरले, तर जीव हत्या नगर्नु हजुर। जीव हत्या नगर्नुहोस्, जीवप्रति दया राख्नुहोस्। जीव दया घटिमे होइ, जीव दया ब्रह्मा आए सोही। जीवको घात चाहिँ कसै गुरुले पनि बचाउन नसक्ने भएर जीव हत्या नगर्नु भने हो। जसले आज गला काटो, भोलि त्यसको गला कुनै न कुनै दिन उसको गला काटिनेछ, एकदम सत्य यो कुरा हो। त्यसैले जीवको हत्या सबभन्दा ठुलो। यता यो चिजलाई म यताबाट प्रमाणित गरिदिन्छु हजुर। मनुस्मृतिलाई हेर्नु होला हजुरहरूले, मनुस्मृति त्यो पेज नम्बर र त्यो साङ्गी थाहा भएन, मतलब त्यो म भुलेँ मैले। तर मनुस्मृतिमा के लेखिएको छ भने अनुमन्ता, विषिता, निहन्ता, क्रय विक्रयी, संस्कर्ता, चोपहर्ता, चखाद पश्यति घातका। 8 प्रकारकोलाई दोष लाग्छ। काट्नेलाई मात्रै, खानेलाई मात्रै होइन। पर्सेर हजुरले लगेर त्यो थाल लगेर खा भनेर दिनुभयो भने तपाईँलाई पनि अलिकति दोष लाग्नेछ। क्रय विक्रयी, बेच्ने किन्ने, त्यही भएर पशुपालन, मतलब यस्ता चिजबाट वृत्ति जीवन नचलाउनु पनि भनेको छ सन्तहरूले हजुर। अब यसरी त संसार नचल्दा यो त साह्रै ठुलो चाहिँ विरोध पनि हुन्छ। तर काहीँ न काहीँ गएर त्यो चिज काटिएको हजुरलाई अलिकति दोष लाग्छ, हजुरले बेचेको खसीबाट। यो चिज मनुस्मृतिले लेखेको छ, मनु महाराजले। अब यो हिन्दू संस्कारको सबैभन्दा उच्च ग्रन्थ हो, सबभन्दा पहिलेको लेखिएको ग्रन्थ होला सायद। उहाँहरूलाई सोध्यो भने पनि थाहा हुन्छ। मनु राजा, पृथ्वीका पहिला राजा, पहिला मनुष्य, ब्रह्माका पुत्र, त उनले त्यो नियम बनाइदिए, त्यो लेखेको छ हजुर मनुस्मृतिमा। त्यस कारणले यता देह वसान समय चिन्ते यदि भावे तते जे भवित इत्येव जन्म कारणम भनेर कृष्ण यजुर्वेदले नि बताएको छ। हजुरले त्यो मर्ने बेलामा, त्यो कोमामा गएको बेलामा जो चिज हजुरको चिन्तनमा आउँछ त्यही हजुरको जन्म हुन्छ जीवको, यो भनेको छ। त्यसैले सत्यनाम आज ताली ठोकिरहनु पर्ने, भजन यहाँ एकदम खुट्टा दुखेर नि सत्सङ्गमा बस्नुपर्ने कारण के त भन्दा भुलेर भट्केर पनि हामीलाई त्यो सत्यनाम याद आओस्, गुरुको नाम याद आओस्। जो हुनुहुन्छ गुरु सम्मान्य हुनुहुन्छ हजुर, गुरु यो होइन गुरु। तर एउटा के फरक छ भने गुरु सोही जो सत्य बतावे और गुरु कोही काम न आवे। गुरु कीजिए जान के पानी पीजिए छान के, जो गुरु भेद बतावे पूरा उन चंदन की हो जा धुरा। और पहचान परमत कोई, लक्ष्य अलक्ष्य देखो सोई। शब्द भेद लेकर तुम उनसे, शब्द कमाओ तुम तन मन से। शब्द को भने शब्द भ्यासी गुरु हुनु पर्यो, सुरत शब्द को जोग गराउन सक्ने गुरु हुनु पर्यो। नेगेटिभ र पोजिटिभ जोडेर जस्तो इलेक्सन ले बत्तीलाई बाल्छन् त्यस्तै मन नेगेटिभ हो, सुरत पोजिटिभ हो। हाम्रो आत्मा यही छ, नेगेटिभ पोजिटिभ। काल पनि यही छ, दयाल पनि यही छ। अब हामीलाई कालले सधैँ भन्छ ए यो होइन, यस्तो गर्नै हुन्न भन्दै गर्छन्। हाम्रो यावत कुराहरू सोचिन्छ, तर यो दुईटाको जोड्न सक्ने ताकत कसको छ? सन्त बाहेक अरू कसैको छैन। माने बाघ र बाख्रोलाई एकै ठाउँमा पानी पिलाउने ताकत सन्तले राख्छन्। यो कुराहरूले बुझ्नुपर्छ हजुर। त्यसैले सन्त कसलाई भन्यो त भन्दा साधु कसलाई भन्यो? साधु दुई अक्षरको शब्द साधु। साधन भने आफूलाई साध्नु भनेको थियो, साध्नु पर्यो। आफूलाई साधेर संसारबाट त्यो वृत्तिबाट मोडेर हजुरले
जुन कर्म गर्दै हुनुहुन्छ भित्र चिन्तन कर्से काम करो विधि नाना सुर्ता राखौँ कृपा निदाना माने हातले काम गर्दै गर्नु सारा संसार चिन्तन गुरुको राख्नुहोस् माने मालिकको राख्नुहोस् भगवानको हामी भन्छौँ ओ मलाई समय छैन फुर्सदै छैन मलाई फुर्सदै छैन भगवानको भन्छ हेर आज यस्तो काम छ आज त्यहाँ सत्सङ्गमा बोलाएको थियो थापा सरकारले त्यो बद्री आउँथ्यो 2-4 शब्द त्यो भगवान नभए के भन्छ एउटा बुझिँदैन पनि तै पनि यसो जान पाएर हुन्छ त्यही पनि जान पाइएन मलाई फुर्सदै छैन होस् भइगयो तर यो समय महत्त्वपूर्ण छ हजुर आज जति हजुरहरूले यो समय दिनुभयो यो समय ब्रह्म यो यही चिज देखिने हो अरू त सबै जान्छ खेर जति पनि गरेका कर्महरू त्यो कुनै त्यसको हिसाब छैन अझ उल्टो हामीलाई ऊ हुन्छ त्यस कारणले 4 ऋण बोकेर हामी शरीर ऋण पितृ ऋण देव ऋण गुरु ऋण लिएर आएका छौँ संसारमा हजुर यो ऋण काट्नको लागि हामीले एक्स्ट्रा भक्ति हेर्नुहोस् सबै चिजलाई समय छुट्याइदियो भगवान्ले सुत्नलाई रातभरि सुत खाना यति बजे खाऊ नभए भोक लागे खाऊ माने सबै काम गर्न सबै चिज अब अहिले मजदुर दिवस भन्छ नि हजुर 8 घण्टा सुत्नु 8 घण्टा खानु 8 घण्टा मनोरञ्जन गर है भनेको छ विश्व सङ्गठनले मजदुरहरूको अनि रेस्ट तर काहीँ कुनै कानुन कुनै वेद शास्त्रमा लेखेर भक्ति गर्न यो समय भनेर किन भन्दा यो जीवले कति चेतना भएर यसले कसरी त्यो बिचमा नि समय निकालेर गर्छ भने धर्मराजले खाता उल्टाउँदा चित्रगुप्तले हेर्छ यत्रो समय यसले निकालेर भक्ति गरेको छ हजुर भनेपछि यो श्रेष्ठ भन्छ त्यही अनुसारले उसलाई लोक दिइने छ हजुर चिन्तन अनुसारको लोक पाइन्छ हामीले यति कुराहरू हजुर अब मैले यो जानी नजानी टुटी भाषामा भन्नलाई त मैले निवेदन गरेँ धेरै कुराहरू छ एक दिनमा भनेर यो एकछिनमा भनेर हुने कुरो नै होइन अब यो जान्ने बनेको पनि होइन हजुर म माफी चाहन्छु हजुरको चरणमा मैले केही मेरा शब्दबाट हजुरहरूलाई कुनै घात पुगेको भए यो अन्जान यो मूर्ख हजुरहरूले भाइ भतिजो अस्तिसम्म चाहिँ त्यो सैनिकमा चाहिँ यसो काम गरेको हजुर म बर्नी लाएर यसो घुमेको त्यो तारको बारभित्र बसेर मान्छेले के जान्दछ र हजुर बाबुआमाको आशीर्वाद हो स्वयं पूज्य माताजी मेरो अहिलेसम्म हुनुहुन्छ आमा हुन्जेली मलाई कुनै कुराको कमी पनि हुँदैन त्यो कुरा हो त्यस कारणले यो बडा ठुलो कुरो छ यो रहस्य बुझेर बुझ्ने कुरा छैन बुवा आमा हुन्जेली सबै कुरा पाइन्छ सबै चिज पाइन्छ भोलि यो कुरो पश्चाताप भएर नि पाइँदैन बुवा आमाको सेवा गरौँ बुवा आमाको भक्ति गरौँ उहाँहरूलाई नमस्कार बिहान बेलुका गरौँ कुनै केही हामीले अरू कर्म गर्नु पर्दैन र मबाट भएका त्रुटिहरू हजुरहरूको पाउमा मैले केही गल्ती बोलेछु हजुरहरूलाई काहीँ शब्दले ठेस पुगेको भने म क्षमा चाहन्छु साहेब बंदगी प्रेम से बोलिए सतगुरु कवि साहेब की जय सतगुरु मुनीर सरकार की जय साहेब की जय सकल संतन की जय थापा सरकार की जय आमाको नाम के हो रत्नमाया थापा सरकार को आमा की जय साहेब बंदगी वर्तमान सतगुरुदेव के जय